अब के गर्नु आफूलाई जन्मदिन मनाउने बानी गाउँलेलाई त्यसै जन्मदिन मनाउँ भने केकै काटेर जन्मदिन मनाउँछु के गर्नु कस्तो पिसाब पो लाग्यो त फेरि कतै जाने होला ए यहाँ रहेछ नि टोइलेट र ओहो कुन चाहिँ के राखेर छ आमै 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 बर्थडेको केक पो रहेछ त क्या तोड चतुरे क्या तोड अब के किन्न पो कहाँ जाने होला त होइन जोत्रे हात 2,000 बोकेर कता हिँडिस् है ए त सुन्नु जोत्रे आज छोराको बर्थडे रहेछ होइन केटकेटीको बर्थडे मनाइदिनै पर्यो फेरि केटकेटीले झगडा गर्छन् भनेर केक किन्न जाउँ भनेर भने केक किन्ने पसल पो कहाँ होला भन्न चतुरे केक किन्ने पसल टाढा छ होइन म नि बाइकमा लिएर आएको है ल यहाँ केकी कास्तो कायदा केक स्पेसल केक होइन अब यो बजारमा किन्न गयो भने 2500 पर्छ है त अब आफ्नै मान्छे हो छैन हो म 2,000 दिन्छु ओहो केक त स्पेसलै रहेछ है स्पेसल छ नि है ल अब अहिले झिकेरै खाइहालौँ जस्तो छ नि केक त अब छोराको बर्थडेलाई मगाइदिए केक अहिले खानु हुँदैन होइन चतुरे अब छोराको बर्थडेमै लिएर खानुपर्छ ल लान त ला ल यो लिएर गएर राम्रोसँग चाहिँ फ्रिज छ भने फ्रिजमा राखेको एकछिन नत्र भने काम चल्छ फ्रिजमै राखेर ल्याएको म अहिले हिँडेँ है ल ल ल होइन ल यी राखे केक खोइ त यी राखे छैन त लौ जा ओहो कुन चाहिँ चाहिँ होला त लौ जन्मदिन मनाउनु भनेर सबैलाई बोलाएपछि त्यो केक कसले ल्याएर छ जसरी नि पत्ता लगाएर छोड्छु ए पार्वती ल हेर्दै स्पेसल तालले केक लिएर आइले नि कति चाँडै आएको हेर्नु म त ल नि केक होइन त यी केक त ल्याएछौ यहाँ ह्यापी बर्थडे बन्दुकी मिल्ला भने खाँदा कहाँको कसले दियो तिमीलाई यस्तो केक बन्दुकी मितबाबु पो ल्याएर त ओहो छ नि पार्वती है बजार केक किन्नु भनेर जान लाए बाटा चतुरी भेट्यो चतुरीले चाहिँ अनि किन बजार जान्छस् मैले केक ल्याइछु भनेर भनौ है अनि मैले केक ल्याइछु भनेपछि मैले त त्यही केक पो लिएर आएँ त तिमीलाई पनि के गर्नु छोराको बर्थडे मनाउनु पनि बन्दुकी मिल्लाको पनि जन्मदिन रहेछ क्यार आज अब जसको जहाँ जे भए पनि अब हामीलाई केक खान पाए पनि ए छुद्रे के गर्न खोज्यो तैँले बाटामा राखेर चाहिँ हिँडे केक चाहिँ हेरि बोकेर पो हिँडेछ तँलाई फटाए त मेरो जन्मदिनको केक बोकेर हिँड्न तँलाई लाज लाग्दैन अलिकति फटाइ गर्ने नि एउटा सीमा हुन्छ भने के भयो त्यो तिम्रो तिम्रो बोकेर हिँडेकै कसले त यो मेरो नाम लेखाएको छ कसको बोकी त फटा कुरो गर्छस् मसँग कुरा नर किने मैले 2000 तिरेर किने नचाहिँदो कुरो खिच्छ सोच्दैछ के पठाए त के पो गरे यसले नचाहिँदो कुरो झन् मेरो जन्मदिन बिहार दिएको तँलाई फटा लगाएर खत्तम परिगयो नि झन् चतुरीसँग किनेर ल्याएको अब बन्दै मितबाबुको जन्मदिनको केक पो दिएर पठाइदिएछ अब के चाहिँ गर्ने होला 2000 पनि गयो तिमीलाई त के काम साध्य गर्न आउँदैन अब म जसरी पनि गाउँतिरबाट म्यानेज गर्नु पर्यो नि अब बच्चा झगडा गर्छ नगरेर भताउने तिमीलाई त के काम साध्य ताले गर्नै आउँदैन भने